यहाँ चाहिँ भगवान् राधा कृष्ण, यहाँ चाहिँ भगवान्ले गर्नु यो चाहिँ विष्णुमती खोला। यो मार्केटमा सबै थोकहरू पाउँछ। हरे कृष्ण गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज ब्लगमा स्वागत छ। यो तपाईँ हाम्रो इस्कन टेम्पल देख्न सक्नुहुन्छ। र गाइज आज म तपाईँहरूलाई टेम्पल अनि टेम्पलभित्रको टुर गराउँछु। सो के छ छैन र तपाईँले गाइज अब गोवर्धनको परिक्रमा गराउँछु। सो यो चाहिँ हाम्रो गोवर्धन इन्ट्री गाइज, अनि यतातिर एक्जिट। सो यो चाहिँ हाम्रो गोवर्धनको इन्ट्री गेट हो गाइज, अनि यहाँ एक्जिट पनि छ यतै। अब हामी यो भित्र जान्छौँ। यहाँ चाहिँ भगवान्ले गर्नुभएको लीलाहरू देख्न सक्नुहुन्छ। भगवान् कृष्णले कसरी एउटा सानो औँलाले गोवर्धन पर्वत उठाउनु भएको छ र गाउँलेहरू पनि सहयोग गर्नुभएको छ। उहाँ माताहरू, गाई, नन्दी। सो म चाहिँ अहिले गोवर्धनमा छु। हजुरहरू पनि दर्शन गर्नु राम्रोसँग। यहाँ चाहिँ राधाकुण्ड, श्यामकुण्ड र खोलाको कारणले गाइस धेरै त्यो आवाज आएको छ। तपाईँलाई केही पनि नसुनाएको होला। अनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ राधाकुण्ड, श्यामकुण्ड। यहाँ चाहिँ भगवान् राधा कृष्ण हरिको अब गोवर्धनबाट गाइस एक्जिट गर्दैछु। सो म चाहिँ गोवर्धनबाट एक्जिट गरिसकेँ। र गाइस यहाँ तपाईँ पहाडको मौसम पनि देख्न सक्नुहुन्छ कस्तो छ। पुरै नै पानी त डेली नै पर्छ, तर त्यहाँ पहाडको भुटोहरू हेर्नु न। अनि यहाँ गोवर्धन, अनि त्यहाँ हाम्रो शिवजी पनि हुनुहुन्छ। हामी एकछिनमा जान्छौँ। उहाँ चाहिँ हाम्रो शिवजी कैलाशमा तपस्या गर्दै हुनुहुन्छ भगवान् कृष्णको। हरिबोल। अनि यो चाहिँ गाइस यज्ञको हल हो। यहाँ यज्ञहरू हुने गर्छ र भोलि शनिबार भएर प्रोग्राम पनि खत्रै हुन्छ गाइस। सो अब चाहिँ हामी जान्छौँ भगवान् कृष्णले गर्नुभएको केही लीलाहरूको दर्शन गर्नलाई। र उतातिर वृन्दावन जस्तै भाइब छ गाइस। सो अब हामी त्यहाँ गएर लीलाहरू भगवान् कृष्णको हेर्छौँ, के कस्तो लीलाहरू गर्नुभएको छ। र माथि पहाडमा यत्रो बादलहरू लागेको छ र त्यहाँ घर पनि छ थुप्रै गाइस। सो तपाईँहरू राम्रोसँग दर्शन गर्नुहोस्। भगवान् कृष्णको शेष नागमाथि हुनुहुन्छ र साइडबाट शेष नागको पत्नीहरू हुनुहुन्छ र त्यहाँबाट गाउँलेहरू पनि हेर्दै हुनुहुन्छ। खतरा छ गाइस।
चाहिँ अहिले प्रसाद खान जाँदैछु। अहिले चाहिँ गाइज हामी धेरैजना 10-12 जना मिलेर होइन बुढा नीलकण्ठ भगवानको दर्शन गर्न जाँदैछौँ विष्णु भगवानलाई। सो यहाँ शिवजीको दर्शन भइसक्यो। यो टेम्पलको गोविन्दास, यो चाहिँ बुढा नीलकण्ठ स्कुल, यो चाहिँ विष्णुमती खोला। सो गाइज हामी जाँदैछौँ र तपाईँ बस पनि हेर्न सक्नुहुन्छ। धेरै नै पार्किङमा छ बस। रोडभन्दा कति तल घरहरू छ, यो ठुलो कत्रो अल्गो। अनि यो चाहिँ बुढा नीलकण्ठ स्कुल हरिबोल। सो हामी नजिक आइसक्यो। सो फाइनली हामी चाहिँ मन्दिरभित्र आइसकेको छौँ र तपाईँ यहाँको दर्शन गर्नुहोस्। भित्र त मोबाइल एलाउड छैन, त्यही पनि हेर्दैछु। सो वरिपरिको दृश्य देख्न सक्नुहुन्छ। सो भगवानको दर्शन चाहिँ गरिसके तपाईँहरू पनि गर्नुहोला। मैले भिडियो राखेको छु गाइज। अब चाहिँ हामी लाग्छौँ आफ्नो मन्दिरतिर। सो यहाँको मार्केट देख्न सक्नुहुन्छ कस्तो छ। बुढा नीलकण्ठ मन्दिरकै अगाडि यो मार्केटमा सबै थोकहरू पाउँछ। सो तपाईँ देख्न सक्नुहुन्छ। सानो छ मार्केट तर एकदमै सुन्दर छ। सो हरे कृष्ण, मैले चाहिँ यो तुलसी माला लगाइसकेँ, तपाईँ देख्न सक्नुहुन्छ। आजबाट म भगवान् कृष्णको भइसकेँ होइन। तुलसी माला, अब तुलसी महारानीले त झन् रक्षा गर्नुहुन्छ मलाई। सो म एकदमै खुसी पनि छु र भित्रभित्र अलिअलि डर पनि लाग्दैछ गाइज। सो त्यही हो। सो आजको ब्लगमा यति नै हो। यदि मेरो ब्लग राम्रो लाग्यो भने ब्लगलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला अनि च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। र भोलि चाहिँ गाइज सटरडे। सो सटरडेको प्रोग्राम एकदमै खतरा बवाल हुन्छ। सो म त्यसको पनि ब्लगहरू बनाउँछु, तपाईँहरू ब्लग हेर्न नबिर्सिनु। हरे कृष्ण।